साथीहरु आज चाहिँ हामी अल्छी लागेर चाहिँ हाइकिङ गर्नलाई उकालो जङ्गलतिर हिँडेको तर यहाँको चाहिँ यस्तो विकास यस्तो राम्रो रहेछ है त यसरी विकास त यो यस्तो है यो त यसो आँखा छल्नुलाई मात्र हालेको पुरा हल्लिरहेको छ लिकलिकै उखुली जानु खोज्छ लिकलिकै हल्लिरहेको यस्तै राम्रो विकास भएको रहेछ साथीहरु यहाँ घाँटी हल्ले जस्तै लागेपछि उकालो पनि हेर्नु त यसो सबै भूकम्प आएको भन्दा बेसी सबै चुडी पनि सकेको छ साथीहरु यस्तो विकास चाहिँ भएको रहेछ है यो साइलासँग हिँडेको अल्छी लागेर र मान्छेहरू के छ र डराउनु बलियो बलियो हुन्छ हौ यार पाहाड त दुई ठुल्का पार्ने रहेछ त हेर्दै अनि पावर सानो छ त यो हाल चाहिँ मलाई मन पर्यो ल साथीहरु यो चाहिँ राम्रै ठाउँ रहेछ है यता चाहिँ म पनि फर्स्ट टाइम हो यो छेउ चाहिँ यहाँ गेटबाट छिरेको तर राम्रो चाहिँ छैन है अन्त है साथीहरु यो चाहिँ एउटा यहाँनिर चाहिँ होटलको पनि नाम दिएको रहेछ है साथीहरु एम्बिसन क्याम्पिङ जोन ए सरी क्याम्पिङको लागि रहेछ यो होटल होइन रहेछ साथीहरु क्याम्पिङ जोनको लागि रहेछ है साथीहरु यो क्याम्प फायर हान्नुको लागि चाहिँ यहाँ आएर आउँदा हुने रहेछ साथीहरु ग्रुपमै अहिले चाहिँ हाम्रो बाबुन भाइ चाहिँ टक्कसँगले चाहिँ कट्टु र भेषमा चाहिँ हाइकिङ हिँडिरहेछ है साथीहरुलाई पानी पनि छ साथमा फेरि पैसा नभएर आफ्नै घरबाट चाहिँ टक्कसँगले चाहिँ पानी बोकेर हिँडेको छ यो साथी चाहिँ फेरि ओफ कस्तो गरेको छ भने भाइ तलबाट रड राखेर रडमा चाहिँ वेल्डिङ हानेको छ र हलेको छ क्या यो मुनि कङ्क्रिट नगरेको रहेछ यो रडको टुक्रामा वेल्डिङ हानेको छ त्यही भएर गएको रहेछ क्या छिटो गरेको रहेछ सजिलो खालको ढुङ्गालाई ड्रिल हानेछ होइन अनि त्यसपछि रड लाएर चाहिँ अनि माथिबाट रडले चाहिँ रड चाहिँ ठोकेछ मेरो त ढुङ्गै छेडेछ भन्छु म त्यहीको हुनु त्यस्तो राम्रो ढुङ्गाहरू र ठाउँहरू खै साथीहरु तपाईँहरू पनि आउनु सक्नुहुन्छ तपाईँहरूकोमा हाम्रो जस्तै जोडी छ भनेदेखि चाहिँ लिएर आउनुहोस् है टक्कसँगले घुम्नुको लागि चाहिँ हाम्रो चाहिँ जोडी नभएर चाहिँ हामी चाहिँ फेरि टक्कसँग दाजुभाइ हो होइन तर कपालहरूको लागि चाहिँ यो उकालो चाहिँ एकदम रमाइलो हुने ठाउँ चाहिँ रहेछ है साथीहरू जङ्गल भन्ने केही छैन अहिले चाहिँ हामी भनेदेखि टक्कसँगले चाहिँ सल्लाहघारी भएको ठाउँमा चाहिँ हामी आइपुग्यौँ है साथीहरू यसरी चाहिँ देख्न चाहिँ सकिन्छ हामी सल्लाहघारीहरू टक्कसँगले चाहिँ बाबुन भाइ चाहिँ पानी बोकिरहेछ भने यसरी चाहिँ अनि उही त्यस्तो खाएर चाहिँ यसरी चाहिँ फुर्चा गर्नु चाहिँ नहुने हो साथीहरूले चाहिँ तर यसरी चाहिँ डरो फोहोर गर्ने रहेछ है साथीहरू त्यो चाहिँ तपाईँहरूले पनि बुझ्नु होला यस्तो फोहोरहरू चाहिँ यस्तो सार्वजनिक स्थलहरूमा चाहिँ नगर्नु होला भन्ने हाम्रो भनाइ छ यो भनाइलाई नै पुष्टि गर्दै कार्यान्वयनमा गर्ने भए पनि गर्नुहोस् नगर्ने भए पनि नगर्नुहोस् है साथीहरू फाली त हाल्छ ल अहिले चाहिँ भने चाहिँ हामी एकदमसँगले चाहिँ सल्लाह भएको एरियामा छौँ है साथीहरू हेलो हेलो साथीहरू अहिले चाहिँ म बाबुन दोस्रो म चाहिँ हाइकिङको लागि चाहिँ उकालो हिँडिरहेको छु भनेदेखि पसिना हेर्नुहोस् है पसिना चाहिँ यस्तो तरिकाले झरिरहेको छ कि साथीहरू बर्सात भन्दा पनि बढी नै झरिरहेको छ हामी फेरि हाइकिङ भनेको टक्कै उठ्नु बिहान हामी झिसमिसमै हिँडेकै साथीहरू त्यो थाहा दिनुहुन्न के
होइन त साथीहरू, कुनै कुराहरू गोप्य पनि राख्नुपर्छ नि त। तर यतिको सल्लाहघारीमा चाहिँ बाँदर चाहिँ एकदमसँगले चाहिँ माथि गएर पिङ खेल्छ है साथीहरू। ल यहाँ हेर्नुहोस् त है, यसरी चाहिँ खाएको चिजहरू चाहिँ यस्तो ठाउँमा चाहिँ यसरी चाहिँ फोहोर गर्नु पाइएन नि त साथीहरू। ल हेर्नुहोस् त है, कि त एकचोटि श्रमदानमा लाग्नु हो। ल हेर्नुहोस् त है, यसो गर्नुहुन्छ त, खाएर चाहिँ आफूले खाएको चिज चाहिँ आफूले संरक्षण नगरेर चाहिँ हुन्छ त हैन, यसरी जथाभावी फालेर हुन्छ त साथीहरू। बरु लाइटर ल्याउनु न, जलाइदिउँ। ल्याउँ त, जलाउनु हुँदैन, अहिले डरहरूले जान्छ र फेरि जिन्दगी सक्छ हैन त। जिन्दगी जान्छ फेरि। उफ यो उकालो चाहिँ अलिक फोहोरहरू राख्ने भाँडाहरू चाहिँ राख्नुपर्ने चाहिँ देखिएको छ साथीहरू। यसको लोकेसन भनिदिनु नि त, भनेको आउँछ। यो एरिया चाहिँ रहेको छ साथीहरू बुढा नीलकण्ठ भन्दा अलि माथि शिवपुरीको यो चाहिँ शिवपुरीको लाइनहरू चाहिँ पर्छ, यो लाइनहरू सबै। अनि त्यो भएकोले गर्दाखेरि यो कपनभन्दा अलिकति माथिको डाँडाहरू पनि पऱ्यो भनेदेखि बुढा नीलकण्ठ सापाटारभन्दा पनि अलिक माथिको यो क्षेत्रफलमा चाहिँ यस्तो हाइकिङ गर्ने ठाउँहरू चाहिँ एकदमसँगले चाहिँ छ। बाहुन भाइ चाहिँ अहिले टक्कसँगले चाहिँ गलेर चाहिँ हैरान भइरहेको छ भनेदेखि म पनि अहिले अलिक गलेर रुनु लागिरहेको छु, तर केही छैन। हस् ल हेर्नुहोस् है साथीहरू, सिडी चाहिँ यस्तो रहेको छ है साथीहरू। यो उकालो चाहिँ एकदमसँगले स्ट्रेट लाइनको सिडीहरू रहेछ है। यसरी चाहिँ टक्कसँगले चाहिँ सिडी हुँदै चाहिँ हामी टक्कसँगले चाहिँ माथि हामी डाँडामा चाहिँ पुग्ने रहेछौँ है साथीहरू। हेर्नुहोस् है, यस्तो दामी दामी चाहिँ सिडीहरू चाहिँ बनाएको रहेछ है। ल यहाँ चाहिँ टाँसेको रहेछ है साथीहरू। अब हामी चाहिँ खाजा खाने ठाउँमा चाहिँ पुग्नु लाग्यौँ है साथीहरू। तर खाजा चाहिँ कसले दिने थाहा छैन, तर एरमा चाहिँ हामी पुग्यो। हामी त अब उता तेर्छौँ, खतरा रोड रहेछ। अब चाहिँ हामी कता जाउँ? उकालो जाउँ कि तेर्सो जाउँ? एकसरा माथि डाँडा हेरेर पनि त पिकनिक स्पोटहरू। ठाउँ चाहिँ यो छ क्या अन्त। हो यस्तो चाहिँ यसरी चाहिँ फोहोर चाहिँ गर्नु पाइएन नि साथीहरू। ल हेर्नुहोस् है, यहाँ चाहिँ टक्कसँगले भेला पारेर चाहिँ जलाउने ठाउँ रहेछ है साथीहरू। ल गलिस भाइ खैर केही छैन, पर पसल त छ क्या र। ए पैसै छैन रहेछ है, नागै भइएछ नि त। ल हेर्नुहोस् है, यहाँको एरिया चाहिँ यस्तो दामी छ रहेछ है साथीहरू। पिकनिक स्पोट चाहिँ एकदम दामी छ है साथीहरू। ल हेर्नुहोस् है साथीहरू, सिडी चाहिँ यस्तो रहेको छ है साथीहरू। यो उकालो चाहिँ एकदमसँगले स्ट्रेट लाइनको सिडीहरू रहेछ है। यसरी चाहिँ टक्कसँगले चाहिँ सिडी हुँदै चाहिँ हामी टक्कसँगले चाहिँ माथि हामी डाँडामा चाहिँ पुग्ने रहेछौँ है साथीहरू। हेर्नुहोस् है, यस्तो दामी दामी चाहिँ सिडीहरू चाहिँ बनाएको रहेछ है। ल यहाँ चाहिँ टाँसेको रहेछ है साथीहरू। अब हामी चाहिँ खाजा खाने ठाउँमा चाहिँ पुग्नु लाग्यौँ है साथीहरू। तर खाजा चाहिँ कसले दिने थाहा छैन, तर एरमा चाहिँ हामी पुग्यो। हामी त अब उता तेर्छौँ,
खतरा रोड रहेछ। गाडीमा हेर्छ नि एउटा झार्केर एकैबाट त्यसको हर्स है नाच्दै टाइम ठाउँ छैन। अब चाहिँ हामी कता जाउँ? उकालो जाउँ कि उत्तिर जाउँ? एक सर माथि डाँडा हेरेर पनि त पिकनिक स्पोटहरू। ठाउँ चाहिँ यो छ क्या अन्त। हो यस्तो चाहिँ यसरी चाहिँ फोहोर चाहिँ गर्नु पाइएन नि साथीहरूलाई। हेर्नुहोस् है, यहाँ चाहिँ टक्कसँगले भेला पारेर चाहिँ जलाउने ठाउँ रहेछ है साथीहरूलाई। गलिस भाइ खैर केही छैन। पर पसल त छ क्या र? ए पैसै छैन रहेछ है, नागै भइएछ नि त। ल हेर्नुहोस् है, यहाँको एरिया चाहिँ यस्तो दामी छ रहेछ है साथीहरू। पिकनिक स्पोट चाहिँ एकदम दामी छ है साथीहरू। ल साथीहरू यतिको चाहिँ सिँढी बनाउनुपर्छ। बनिने पछि हेर्नुहोस् है, यता चाहिँ उतापट्टि चाहिँ नराम्रो भयो भने यता चाहिँ धेरै राम्रो बनाउनु भएको रहेछ है साथीहरू। तर यो झोरमा पानी परेर जुगा लागेर जुगाले खुट्टा खाएर हट तेरिका बेपत्ता बनायो। यहाँनिर चाहिँ यस्तो गम्बुट लाएर राख्नुपर्ने रहेछ साथीहरू घुम्नको लागि चाहिँ। चप्पलमा चाहिँ आयो भने जुक्कै जुका लाग्ने रहेछ। यत्तिकै राम्रो सिँढी चाहिँ हुनु पऱ्यो नि त। तल चाहिँ रोड देखिन थालिसक्यो साथीहरू। अब हामी चाहिँ घरतिर लागेको। ए चटपटे भ्याएर नि सकेर क्या त्यो चाहिँ सल्लाहकारी छ साथीहरू। यो बिचमा चाहिँ यस्तो खालको ताल ढुङ्गाको लगाएर चाहिँ बनाउनु भएको रहेछ है साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ दाइ। ए यो त बाटो त सुलिरहेछ नि भाइ यार। बाटो त यस्तो राम्रो चाहिँ कसले बनायो क्या? यो बनाउने त होइन यहाँ भेट्ने बाटो। यो बनाउने मान्छेलाई चाहिँ भेट्नु पाएदेखि चाहिँ म घरको मेरो घरमा तल गाउँमा सिँढी चाहिँ खत्रै हाल्नु लाउँथेँ म। यस्तो खालको सिँढी हाल्नुहुन्छ त, मान्छे लड्ने खालको सिँढी। म यहाँ हिँड्नै सकेको छैन कि सिँढीमा। तर यो ढुङ्गामा अलिक चिल्लो खालको हाल्यो कि के हो? त्यही त है, यो पानीसँग हिँड्दा त यार ओह्रालो चिप्लेर लडिन्छ जस्तो लागिरहेको हौ। लास बढी चिल्लो छ जस्तो छ। बाहुन दस अहिले टक्कसँगले गोविन्द कट्टुमा चाहिँ टक्कसँगले चाहिँ हिँडिरहेको छ है साथीहरूलाई। दुईचोटि चाहिँ पानीबाट बच्चा चार हिँडेर यहाँ आउँदै अब लास्टचोटि चाहिँ भिजिन्छ नि केरा दाइ। भिजिँदैन हामीलाई त, हामीलाई भिज्नको लागि त धेरै ठुलो पानी आउनुपर्छ। केही हुँदैन केही हुँदैन चोरको पलाइहाल्छ। मुहान छ त मन सुक्यो। छैन यो बनाउँदैछ। अब तरमा चाहिँ भाइ यहाँ नै जग्गा किन्नुपर्छ है।
त्यहाँ किन्ने भनेको थिएन त्यहाँ अस्ति किन्दा तर अलिक सानो हो नि त अब अलिक यता किन्ने अलिक त्यो साप्रो आसपासतिर किन्नुपर्छ नयाँ कुडीलाई साप्रोतिर जोडेर बनाउनुपर्छ न दुईजनाले भनौँ न मैले मेरो खानुपर्छ तपाईँको खान्छ दारिम खुवाइ त खतरा हुने भइगयो नि त्यो उकालो जाति यहाँ चाहिँ के छ र उकालो जाने हो त्यहाँ घर छ नि धेरै पछि यहाँ जुत्ता लाग्छ मैले खेत रोपाइ गर्दा चाहिँ खन्टेकै मेरो दाइ मलाई एक एउटाले भ्याएको छैन तँलाई के छ र तँलाई मन पराएको जोगाले कि मलाई पनि भ्या त म कलिलो हो नि त मलाई त छैन तपाईँ मलाई त नारा त अनि के खान्थ्यो नारा होइन हौ मेरो अमिलो छोरा छ क्या खुन रोटीले अम्लो भएको हो कि त मैले खुट्टा पानीमा टोक्दै हिँडेर खाएको होला होला पानीमा हुन्छ र त्यो पानीमा त हुन्छ त जोगा हो र हो नि टोइलेट पनि अब के हो हँ टोइलेट बनाउन के हो होइन पार लाग्दैन लडिन्छ यो त के रहेछ प्रवेश ढोका ढोका र चाहिँ खतरा खालको बनाएर चाहिँ गेट भन्नु न ढोका भन्नु म लोकल हो नि त यत्तिको ढोका त ठुलो हो नि त यो सिकुटीलाई सिकुटी भनेर मलाई के अरे मलाई कुडो ल अब भने चाहिँ हामी टक्कसँगले चाहिँ झरिसक्यो है साथीहरूलाई रोडमै फाइनली र चाहिँ हामी आजको हाइकिङ कम्प्लिट भयो तर बोतल राख्नु खाली लाग्यो यो सिडी चाहिँ एकदम मलाई मन पर्यो ढुङ्गाको सिडी चाहिँ